गेममा चाहिँ फाइनली प्राइम ब्याच आइसकेको छ। अब लेभल 1 देखि लेभल 8 सम्म के कस्ता रिवार्डहरू दिँदैछ हेरौँ है त। लेभल 1 मा चाहिँ हजुरहरूले ब्यानर अवतार र लेभल 1 को ब्याच पाउन सक्नुहुनेछ। त्यसपछि लेभल 2 मा तपाईहरुले गिफ्ट एक्सटेन्डेड ब्ल्याक लिस्ट र लेभल 2 को ब्याच पाउन सक्नुहुनेछ। लेभल 3 मा चाहिँ तपाईहरुले गुगलको एकदमै तगडा स्किन स्लट प्लस लेभल 3 को ब्याच पाउन सक्नुहुनेछ। लेभल 4 मा चाहिँ तपाईहरुले एकदमै दामी इमोट र अवतार प्लस ब्यानर फ्रेन्ड स्लट र लेभल 4 को ब्याच त त्यसै पनि पाउन सक्नुहुन्छ तपाईहरुले। र त्यसपछि लेभल 5 मा चाहिँ तपाईहरुले के पाउनुहुनेछ हेरौँ है त। र लेभल 5 मा चाहिँ हजुरहरूले एकदमै राम्रो रिवार्डहरू पाउन सक्नुहुनेछ, जस्तै कलर निकनेम, प्राइम इन्भाइट र लेभल 5 को ब्याच। यसै गरी हजुरहरूले लेभल 6 मा चाहिँ प्राइम प्रोफाइल एनिमेसन र प्राइम प्रोफाइल प्लस लेभल 6 को ब्याच पाउन सक्नुहुनेछ। यसै गरी लेभल 7 मा हजुरहरूले पाउन सक्नुहुनेछ अर्ली एक्सेस प्लस अर्ली स्टोर। लेभल 7 मा पुग्नेहरूको लागि चाहिँ छुट्टै एउटा स्टोर हुनेछ जहाँ रेयर आइटम्सहरू पनि हुन सक्छ र लेभल 7 को ब्याच पनि पाउन सक्नुहुनेछ। यसै गरी सबैभन्दा टप लेभल 8 मा चाहिँ एकदमै सुपर्ब रिवार्डहरू हजुरहरूले पाउन सक्नुहुनेछ, जस्तै एउटा फेम पाउन सक्नुहुनेछ र आउटफिट सेयरिङ प्लस प्राइम ब्याच पाउन सक्नुहुनेछ, जुन चाहिँ तपाईहरुको नेमको अगाडि टिक लाग्नेछ र लेभल 8 को ब्याच त त्यसै पनि पाउनुहुनेछ। र यी सबै थियो हाम्रो गेममा आइसकेको प्राइम ब्याचको रिवार्डको बारेमा केही कुराहरू। र भिडियो कस्तो लाग्यो तपाईहरुलाई? यदि भिडियो राम्रो लागेमा एक लाइक र एक कमेन्ट गरिदिनु होला।